नमस्कार साथीहरू, आज म स्वाद र टेक्सचर दुईटै अनौठो भएको डग फिट ससेज बनाउन गइरहेको छु। सुरुमा म बोसो र मासुलाई एउटा भाँडामा हालेर माथिबाट खुर्सानीको धुलो, गरम मसला, मिट मसला, नुन, अजिनामोटो, लसुनको धुलो, सोया ससहरू हालेर म्यारिनेट गर्छु। त्यसपछि हाँसको खुट्टामा अदुवा, टिम्बु, भेनेगर, मिट मसला, सोया सस हालेर त्यसलाई पनि मिक्स गर्छु। अब म हाँसको आन्द्रमा हाँसको खुट्टा हाल्छु र त्यसमा किमा बनाउने मेसिनको हेल्पले म्यारिनेट गरेको मासुको किमा बनाएर हाल्छु। आन्द्रा भरिसकेपछि म त्यसलाई बन्द गरिदिन्छु। सबै बनाइसकेपछि डोरीले एउटालाई बाँधेर चेन बनाउँछु र घाममा सुक्न छोडिदिन्छु। सुकिसकेपछि आगोमा पाक्न टाक्दिन्छु। पाकिसकेपछि त्यसलाई स्टिम हुन स्टिमरमा छोडिदिन्छु। साथीहरू, यही हो हाम्रो क्रिएटिभिटी, ट्रेडिसन र नयाँ ट्विस्टको सङ्गम। यो डिसले पुरानो स्वाद, नयाँ एक्साइटमेन्ट र अनौठो टेक्सचरलाई एउटै थालीमा पस्किन्छ। फेरि भेटौँला अर्को कथासँगै।